झ्याप्प हेर्दाखेरि म जङ्गल कपिल शाह आज जङ्गलतिर छ जस्तो मान्नु हो क्या। यो जङ्गल होइन, यो कोलपुरको मुटु एनटिबी रोड हो। र तपाईँले यता पछाडि हेरिराख्नु भएको छ यो नाला, तर यहाँ नाला कहीँ पनि छैन, देखिया छैन है। एनटिबीका घरेरी मात्रै महँगा हुने, रोड व्यवस्थापन नहुने। यहाँ के हो यस्तो, पिच के हो यस्तो, खाल्टा खुल्टी नाला, लाइट छैन, के छैन। यहाँका मान्छेले कहिले आवाज उठाउनुहुन्न? विकास गर्नु परेन यहाँका मान्छेहरूलाई? सम्बन्धित निकायलाई यहाँ एनटिबी रोडको मान्छेको बोर्ड मात्रै चाहिएको हो, विकास गर्नु परेन? यति पुरानो एनटिबी रोड होइन, अहिले हेर्नुहोस् अस्तव्यस्त, खाल्टा खुल्टी छन्, यहाँ पुरा नाला व्यवस्थापनै छैन। यहाँका साँप हिँड्छन् कि के हिँड्छन्, मान्छेलाई कतिखेर के हुन्छ थाहा छैन। लाइट तारहरू हेर्नुहोस्, तार व्यवस्थापन छँदै छैन। अन्त चारैतिर पिच भइसकेको छ, यहाँ किन भएको छैन? यहाँका मान्छेले आवाज नउठाएर हो? यहाँ जनप्रतिनिधिहरूले कोलपुर 11 गलले वाच नगरेको हो? हिँड्दाखेरि लाज लाग्दैन यति पुरानो बाटोमा? होइन, यस्तो खाल्टा खुल्टी हेर्नुहोस्, हेर्नुहोस्, एकदम अव्यवस्थित छ। सुधार हुनु पर्यो। बोर्ड मात्रै होइन, नोट मात्रै कमाउने होइन, तपाईँहरूले जनताको हितको लागि काम पनि गर्नु पर्यो। यस्ता भित्रका गल्लीहरूमा कति टनसम्मको गाडीहरू चलाउन पाउनुपर्छ? हेर्नुहोस्, पिच पस्केको ठुलो लोड गाडीहरू हालेर यस्ता भित्रमा यस्तो लोड गाडीहरू हाल्न दिनु भएन है, पिच बिग्रिन्छ। यसमा अलिकति ध्यान जाओस्। मेरो सम्बन्धित निकायलाई के अनुरोध छ भनेपछि, यहाँ समयमा एकदम पुरानो रोड एनटिबी रोड हो होइन, यहाँ एकदम रोड राम्रो गराउनु पर्यो, नालाहरू व्यवस्थापन गर्नु पर्यो, सरसफाइ हुनु पर्यो, तार व्यवस्थापन हुनु पर्यो होइन। यस्ता धेरै कुराहरू यो एनटिबी कोलपुरको एउटा सान हो, त्यो सानलाई अझै राम्रो गराउनु पर्यो र सम्बन्धित निकायले ध्यान दिनु पर्यो। हेर्नुहोस् है, यसमा हेरसकाइ गर्ने कामै नगर्नुहोस् र यहाँको स्थानीयवासीहरूले आवाज उठाउनु पर्यो। तपाईँहरूले आवाज नउठाए कसले उठाउने हो? आफ्नो गाउँ ठाउँ विकास गर्नको लागि हजुरहरूले नै आवाज उठाउनुपर्छ है। लाज नमान्नुहोस्, डर नमान्नुहोस्। ओके।